अलि बेला बोलामा हेलो एभ्रिवान। हामी आज चाहिँ लक्ष्मी पूजा हामीले चाहिँ 3 वर्षभन्दा बढी भयो लक्ष्मी पूजा नमनाएको अनि तिहारै नमनाएको एक्चुअली। अनि त्यही भएर अनि आज चाहिँ हामीले बनाउन लागेको छौँ। अनि आज चाहिँ मैले जे बनाउँछु लाइक रङ्गोली के हुन्छ सब भ्लग गर्छु सब स्टेटी गाइज। अनि ओ माई गड मलाई चाहिँ अहिले यहाँ दादाले मलाई झ्याउ गरेर यो भयो स्केल दादा अरू मैले बिर्सिकेँ दादा स्केल र के रे मार्कर आई डोन्ट नो छ कि नै तर छैन सायद। लेट मी सी। आज चाहिँ एकदमै रस छ सो किप अन वाचिङ बाइ। रङ्गोली देखाइदिए त यहाँ सबैभन्दा राम्रो मेरो दिनेशको अरू त त्यस्तो राम्रो भए त फेरि बनाएर के गर्नु ए ओरेन्ज केमा युज हुन्छ र के म त भन्न यही लाल हेलो गाइस यति चटपटी बनाउने त हिजो चटपटी खाने चाउचाउ खाने चटपटी बनाउने ताजा चटपटी बनाउने आलु साग हालेर हेलो गाइज यति जम्मा चाहिँ बन्यो। अब चाहिँ कलरै सकिएको। अब यो कलर ल्याउनु अझै 2 घन्टा लाग्छ। After 1 hour. अनि अहिलेसम्म चाहिँ म सुतिरहेको थिएँ पल्टिरहेको थिएँ किनभने मेरो पेट दुखिरहेको थियो होइन एकदम मेन्सुरल पेन दुखिरहेको थियो। के भन्नु मैले फेरि हेलो गाइज। अनि म चाहिँ अहिलेसम्म सुतिरहेको थिएँ किनभने मेरो बहुत पेट दुखिरहेको थियो। 81 आई गट न पिरियड त्यही भएर हुन्छ 81 होइन त्यही पनि हामी त्यही भएर अब म रङ्गोली गराउन त पाउँदैन। त्यही पनि अब बाहिरबाट इन्जोय गर्नेछ। मेरो आवाज सुनिरहेन किनभने चाहिँ मलाई सन्चो छैन त्यही भएर बाहिर म हजुर दादाले कस्तो बनाएको म देखाउँछु। अहिले भर्खर औषधि खाएर सन्चो भएको सो यति चाहिँ म बल्ल गर्न सकिरहेको छु है। दादाले गराएको हेर त आहा राम्रो देखिरह यस्तो मेस तर यति राम्रो देखिरह। यहाँ दिनेश छ यहाँ मम्मी यहाँ यो मिस्त्री यी मम्मीको काम भने हाम्रो नयाँ घरमा यस्तो यस्तो हुँदैछ। पुरानो घरमा हेर्न बाबाले कस्तो गरिराख्नु भएको। यो चाहिँ हाम्रो बाबाले बनाएको रङ्गोली यति राम्रो भइरहेछ। हाम्रो दादाले आज पहिलोचोटि काम गरे त्यही भएर आफ्नो निशानी छोडे हातै मुखभरि रातै रातो चाहिँ त्यहाँ चाहिँ यस्तो देखिरहेछ हाम्रो घर। एउटा यो घर हो हाम्रो अनि त्यो घर भनेको हाम्रो ओरिजिनल घर भनिरहेको छु के यस्तो राम्रो देखेर म टाढो पनि भन्छ दुईटा मिली बनाइराख्नु भएको छ। यसलाई चाहिँ मम्मीले लोटस बनाइदिने भन्नुभएको थियो। यसले यस्तो काम गरेर यो चाहिँ हाम्रो पूजा कोठाको हो। यो के अरे यो टुर कसैलाई चाहियो भने सम्पर्क गर्नु होला। यसको चाहिँ केही होइन ढङ्ग छ तर लोटस बनाउन सकेन यसले होइन मम्मी। हाम्रो घर यति राम्रो हाम्रो घर यति राम्रो देखिरहेछ हेर्नु। यो भनेको हाम्रो उमा घर पुरानो घर झमक भइरह। यो भनेको हाम्रो नयाँ घर झमक भइरह। त्यही भएर के चाहिँ हो यो झमक भन्ने वर्ड आई डोन्ट नो। हजुर हेलो यति बेला चाहिँ मम्मी पूजा गर्न आउनु भएको छ। मम्मीलाई डिस्टर्ब नगरौँ नि। आज चाहिँ जियोस् बल्ल मलाई दैलेख जान मन थिएन त्यही भएर किनभने चाहिँ आफ्नै घरमा रमाइलो हुन्छ जे भए पनि। अहिले मम्मीलाई पनि रियलाइज भएर होला कि नै मम्मी अहिले दैलेख रमाइलो कि यहाँ रमाइलो लगाइरह। अरू कोही छैन हाम्रो घरमा। हाम्रो घरमा आज चारैतिर झिलिमिली छ। यता हेर्नुहोस्
सो प्रिटी अलि जुम गरेन अनि त्यसपछि बाहिर ओ माई गड यति राम्रो सबैले गराएको छ मलाई वरिपरि झिलिमिली सो यति हो अहिलेको लागि चाहिँ म मम्मीको भिडियो बनाइदिन्छु हामीले चाहिँ कक्रोच भेट्यौँ कहाँ थियो यो कक्रोच ए सरी कचुवा हजुर एकैछिन हामी यहाँ पूजा गर्न एकैछिन के यहाँ हुँदैछ ओ माई गड कति सानो ल्याएको त सुकीको वाह नाइस फेरि अर्को छैन फोटो खिचाउँ न भोलि ठुलो ल्याइदिनुहुन्छ फोटो खिच्दिनु न बा फोटो खिच्दिनु खै त भएन ओ अम्मु भन्दा नि सानो बाबा हुनुहुन्छ पुरा पटकाई कान नसुन्ने के आँखा बोलो बाबा आँखा बोलो भाइको जा दो पुरै रङ्गी चङ्गी छ हाम्रो टोल ला मेरो मोबाइलमा चार्जै सक्यो यार यो पटक यो पटका पड्काउनेमा बच्चा बच्चीले भन्दा बुढा पाकाले बढी पड्काइराख्नु भएको यो बाबालाई हेर्नु नि बाबा तेरिका ल बाबा मेरी ए ड्याडी भोलि पड्काउला अब सके हाल बाबा ए कान दुईको मान्छेले बच्चाले गरेको सोच्यो होला नि त यहाँ बड्डाले गरिरहेको एकचोटि पड्काइदेऊ कि सब ड्यामडुम यो बाबा डर सर के मानु छैन त भाग्नु सिधा आउन लाग्यो भिडियो बनाइ अम्मु दैलेमा सुतिर होला हामी यहाँ रमाइलो गरेर छौँ लागेकै छैन त्यहाँभित्र हाम्रो बाबा जम्मा 3 वर्षको हुनुभयो कहाँ हुनुहुन्छ ए मुखमा पड्किन्छ थाहा हुन्छ पड्किन्न यो सबै बडाम्मै उलो
बन्द गर अब हामी खाना खान जान्छौँ बाई पटका पट्काउने प्रक्रिया जारी छ ओ माई गॉड ए हान्नु न खान्न के सो हेलो गाइज अगेन सानो अनि अब चाहिँ लक्ष्मी पूजा सक्यो मैले आफ्नो मुख सुख धोइसकेँ स्किन केयर गरिसकेँ अनि आजको लागि यति नै छ थ्याङ्क्स फर वाचिङ बाई हेलो एभ्रिवान अनि म चाहिँ अब भर्खर एडिटिङ गर्दै थिएँ अनि आज चाहिँ लक्ष्मी पूजाको भोलिपल्ट थियो अनि पर्सि हामीले भाइटिका मनाउनु पर्ने थियो तर आज हामीलाई जुठो परिगयो अनि सबै कुरा सक्यो लाइक 3 वर्षपछि हामीले मनाउन थालेको थियौँ त्यो पनि सकियो तर आई एम ग्ल्याड कि हामीले हुन्छ नि अलिकति भए पनि तिहारको फिल ल्याउन सक्यौँ होइन लक्ष्मी पूजा गरेर सो योचोटि पनि त्यस्तै रहेछ अनि लेट्स सी हाउ दिस तिहार गोज अहिलेको लागि यति नै होप यु हेभ अ ग्रेट डे बाई